हेलो गाइज नमस्ते तपाईहरुलाई फेरि पनि स्वागत छ हाम्रो च्यानलमा। आज हामी बैंकिङ रिलेटेड क्वेशनहरु क्वेशन अफ एनआरबी यानी कि नेपाल राष्ट्र बैंकको क्वेशनहरु आज हेर्ने गइरहेका छौं। हामी विशेष महत्त्वपूर्ण क्वेशनहरु एनआरबी देखि विशेष गरी सबै समेटेको छ। अगर तपाईहरु कुनै पनि बैंकको या प्राइभेट बैंकको पनि प्रिपरेसन गर्दै हुनुहुन्छ भने यसले धेरै हेल्पफुल गर्नेछ भन्ने आशा गरेको छु। भिडियो मन पर्यो भने लाइक स्टार्ट गरौँ त। फर्स्ट रहेको छ एनआरबी वाज इस्टाब्लिश्ड अन। एनआरबी कहिले इस्टाब्लिश्ड भएको थियो, कहिले स्थापना भएको थियो? एडीमा भन्दाखेरि 26 अप्रिल 1956 मा भएको थियो। बीएसमा हजुरहरुलाई थाहा छ भने कमेन्ट गर्नु होला। नेपाल राष्ट्र बैंक बिगेन टु इस्यु नोट। नेपाल राष्ट्र बैंकले कहिलेदेखि नोट निकाल्न सुरु गरेको हो भनेको छ 2016 फागुन 7, यो चाहिँ बीएसमा 2016 फाल्गुन 7 गतेबाट निकालेको थियो भने according to NRB directive, the time for trust receive credit is 120 days. NRB डाइरेक्टिभ अनुसार ट्रस्टको क्रेडिट दिने पिरियड कति हुन्छ भनेपछि 120 दिन। नेक्स्ट, नेपाल राष्ट्र बैंक वाज इस्टाब्लिश्ड अन्डर। राष्ट्र भएको छ सरी त्यसको लागि एनआरबी एक्ट 1955 अनुसार इस्टाब्लिश भएको थियो। अनि नाउ एनआरबी इज अपरेटिङ अन्डर 2058 एक्ट यानी कि एडीमा 2002 अनुसार अपरेटिङ भइरहेको छ। त्यस्तै फर्स्ट गभर्नर अफ नेपाल राष्ट्र बैंक भन्दाखेरिमा हिमालयन शमशेर जमरा जेबीआर जङ्गबहादुर राणा भन्न खोजेको हो फर्स्ट गभर्नर अफ नेपाल राष्ट्र बैंकको। अनि नेक्स्टमा जाउँ। अकॉर्डिङ टु एनआरबी युनिफाइड डाइरेक्टिभ सब स्ट्यान्डर्ड लोन इज लोन 3 to 6 month। सब स्ट्यान्डर्ड लोन भनेको 3 देखि 6 महिनासम्मको लोन। अनि अकॉर्डिङ टु एनआरबी पास लोन इज द लोन नन ड्यू एन्ड ओभर ड्यू विथन 3 month। बाँकी नरहेको या 3 महिनासम्मको लोनलाई पास लोन भनिन्छ भने सब स्ट्यान्डर्ड भनेको 3 महिनादेखि 6 महिनासम्मको हो। अनि नेक्स्टमा जाउँ। नम्बर अफ डेपुटी गभर्नर इन एनआरबी। एनआरबीमा कति गभर्नर हुन्छन्? 2। अनि टेन्योर अफ गभर्नर इज कति वर्षको अवधि हुन्छ भनेपछि 5 year। नेक्स्टमा रेगुलेटर अफ मनी मार्केटको रेगुलेटर को हो भनेपछि नेपाल राष्ट्र बैंक एनआरबी। इन व्हिच बोर्ड अफ एनआरबी देयर इज कतिवटा डेपुटी गभर्नर हुन्छ भनेपछि 2 डेपुटी गभर्नर। नेक्स्ट क्वेशनमा ब्यालेन्स सिट अफ एनआरबी इज प्रिपेयर्ड विथ द अकाउन्टिङ स्ट्यान्डर्ड अफ बोथ आइएएस एन्ड एनएएस। आइएएस र एनएएसमा हुन्छ। अनि नेक्स्ट क्वेशनमा एट द इस्टाब्लिसमेन्ट टाइम अथोराइज क्यापिटल अफ नेपाल राष्ट्र बैंक वाज 10 million। इस्टाब्लिस पिरियडमा 10 million थियो एथोराइज क्यापिटल न्यूनतम पुँजी या पुँजी भनिन्छ जो इस्टाब्लिसमेन्ट सञ्चालक पुँजी भनिन्छ। नेक्स्ट क्वेशन
The term of first governor in एनआरबी वाज भन्नाले फर्स्ट गभर्नरको एनआरबीको पिरियड कति थियो भन्न खोजेको अप्रिल 26 1556 1956 देखि लिएर फेब्रुअरी 7 1961 सम्मको थियो, जो 5 वर्षको पिरियड हो। 1956 देखि लिएर 1961 देखि सम्म। सरी है। द चेयरम्यान अफ एनआरबी बोर्ड इज, चेयरम्यान को भनेपछि गभर्नर अफ एनआरबी नै हुन्छ। अनि टेन्योर अफ एनआरबी बोर्ड इज, बोर्ड पनि 5 इयर्ससम्म अवधिमा सम्म रहन्छ। नेक्स्ट क्वेसन, एज अ सेक्सन 14 अफ नेपाल राष्ट्र ब्याङ्क आरएसटिआरए हुन्छ, सरी ब्याङ्क 2002 द बोर्ड अफ एनआरबी कम्प्रिसिज अफ कति मेम्बर भन्न खोज्यो 7 मेम्बर हुन्छ सेक्सन 14 अनुसार नेपाल राष्ट्र ब्याङ्क एक्ट 2002 को। नेक्स्ट क्वेसन, नेपाल राष्ट्र ब्याङ्क इन्क्रिज सिआरआर इन अर्डर टु, के को लागि सिआरआर बढाउँछ, क्यास रिजर्भ रेसियो बढाउँछ भनेको छ। अनि रिड्युस मनी सप्लाई बढ्न घट्न नदिन। अनि अकर्डिङ, नेक्स्ट क्वेसन, अकर्डिङ टु एनआरबी युनिफाइड डाइरेक्टिभ लस लोन इज द लोन, लस घाटा लोनलाई के भनिन्छ भनेपछि ओभर ड्यू मोर देन 1 वर्ष, मोर देन 1 इयरलाई लस लोन भनिन्छ। अनि अकर्डिङ टु एनआरबी युनिफाइड डाइरेक्टिभ डाउटफुल लोन इज लोन, शङ्कास्पद लोन भनेको कस्तो लोन भनेपछि ओभर ड्यू 6 months to 1 year, 6 महिनादेखि 1 वर्षसम्मको। यति रहेको छ आजलाई। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू। अर्को भिडियो लिएर आउने नै छु यस्तै, हेरिदिनु होला। धन्यवाद।